हेलो एभ्रिवान, सेवा नमस्ते, स्वागत छ तपाईहरुलाई मेरो मिनी भ्लगमा। आज चाहिँ हामी परिवार कहाँ जाँदैछौँ त भन्दा विराटचोक जाँदैछौँ। हामी चाहिँ घरबाट लाग्यौँ विराटचोकतर्फ। घरबाट डाइरेक्ट लक्ष्मीपुर जोडिने बाटो छ हाम्रो चाहिँ, अनि हामी चाहिँ लक्ष्मीपुरतर्फ लाग्यौँ। यो हामी हिँडिरहेको यो बाटो चाहिँ पहिला चाहिँ पिच थिएन, अहिले चाहिँ पिच भएर एकदम राम्रो भएको रहेछ। यो रहेको छ लक्ष्मीपुर चोक। लक्ष्मीपुर चोकमा पुगेपछि चाहिँ अब बाबुसँग बिस्तारै जाऊँ, बरु ढुक्कैले जाऊँ बिस्तारै जाऊँ भन्ने सल्लाह भयो। अनि गफ गर्दै गर्दै लाग्यौँ हामी चाहिँ। अनि बाबु चाहिँ ट्राभल गर्दा जहिले निदा आउँछ, त्यो नजिक होस् या टाढा होस् जहिले निदा आउँछ, अटोमा बसमा होस् जेमा पनि यसरी निदा आउँछ। अनि बाबु निदाएपछि फेरि आफूलाई पनि अप्ठ्यारो क्या, अनि भिडियो गर्दै गर्दै जाऊँ भन्ने सोच थियो। तर बाबु निदाएपछि बाबुसँग अलिक सम्भव पनि भएन। अनि ठाउँ-ठाउँमा यसरी मैले भिडियो गर्दै गर्दै गएँ। अनि यो चाहिँ रहेको छ उर्लाबारी। अनि उर्लाबारी पर पुगेपछि चाहिँ बाबु पनि उठ्यो, बाबुको पनि निद्रा पुगेछ। अनि बाबुलाई जिस्काउँदै हँसाउँदै लाग्यौँ। अनि यहाँनिर चाहिँ यो चाहिँ पथरी शनिश्चरी हो, यहाँ चाहिँ आज साकेला भइरहेको थियो। अनि यसो बाटोबाट रमिता हेऱ्यौँ एकछिन, अनि बाबुले पनि रमिता हेऱ्यो। अनि बाबुलाई यसो सुहरू आयो होला, अनि सुहरू गरायौँ। अनि लाग्यौँ। अनि लागेपछि पथरीदेखि पर चाहिँ काने पोखरी भन्ने ठाउँ आउँदो रहेछ। अनि त्यहाँ चाहिँ हाम्रो खाजा खाने निर्णय भयो। अनि सिम्पल होटलमा गएर खाजा खायौँ। अनि त्यहाँ चाहिँ अब बाबुले गर्दा खाजा खान पनि एकैचोटि पनि नहुने, अनि पालै खाने सल्लाह गरेको थियौँ। तर त्यहाँ होटलको बहिनी चाहिँ एकदम राम्रो ज्ञानी क्या, सानो बहिनी हुनुहुन्थ्यो। अनि उहाँले चाहिँ भन्नुभयो म बच्चा हेरिदिन्छु, तपाईँहरू एकैचोटि खाजा खाइहाल्नु भनेर खाजा पनि बनाइदिइहाल्नु भयो। अनि एकदम धेरै बाटो बनिरहेको कारणले गर्दा एकदम धेरै धुलो। अनि मैले चाहिँ मास्क किनेँ। अनि मास्क र चस्मा लगाएपछि बाबुले चाहिँ फेरि मलाई नै नचिनेर रुन थाल्यो। र पनि लाग्यौँ। अनि हाम्रो चाहिँ अब जाने ठ्याक्कै ठाउँ चाहिँ विराटचोकदेखि अलिक पर गछिया भन्ने ठाउँ रहेछ। हामी पनि पाहुना खान लागेको फर्स्ट टाइम। अनि गछियादेखि अलिक माथि गएपछि चाहिँ पुग्ने रहेछ।